एभ्रिवान, सबैजनालाई नमस्ते। आज चाहिँ हामी पानीपुरी च्यालेन्ज गर्न गइरहेको छौँ। अनि मेरो छेउमा हुनुहुन्छ स्वस्तिका आन्टी, जसको यो अकाउन्ट हो। अनि त्यसो छेउ मैले चाहिँ 1 2 3 भनेर चाहिँ स्टार्ट गरिसकेको छु। अब चाहिँ हामी सुरु गर्नेवाला छ। हाम्रो प्लेटमा चाहिँ 12वटा चाहिँ दुईटै प्लेटमा 12वटा चाहिँ पानी छ र मैले सुरु गरिसकेको छु। र अन्तिममा पनिसमेन्ट भनेको चाहिँ जो हार्छ त्यसले चाहिँ एक चम्ची नुन चाहिँ खानेवाला छ है गाइजहरू। हेर्दै जानु होला, हेरेर साथ दिनु होला सबैजनाले। सपोर्ट गरिदिनु होला सबैजनाले भन्दै थ्याङ्क यू हेरिदिनु भएकोमा। हेरिदिनुहुन्छ भन्ने आशाका साथ मैले यो भिडियो राख्न चाहे सबैसँग। सो गाइज अब आन्टीको चाहिँ 3टा अझै बाँकी रहेको छ भने मेरो चाहिँ एउटा मात्र बाँकी रहेको छ होइन। सो तपाईँहरू थाहा पाइहाल्नु भएको छ कसले यो च्यालेन्ज चाहिँ जित्नेवाला छ। आन्टीले चाहिँ खानुवाला छ 1 चम्ची नुन। थाहा छैन खानु छ कि खानु हुँदैन, तर मेरो एउटा लास्ट चाहिँ मैले देखाएर खाइसकेको छु गाइजहरू। यो लास्टको एउटा खाइसकेपछि मैले जितेँ। आइ एम भेरी ह्याप्पी गाइजहरू, सो ह्याप्पी। मेरो चाहिँ मैले चट पारेको देखाइरहेको छु ल। आन्टीको चाहिँ अझै एउटा। अनि मैले चाहिँ बट्टा देखाएर आन्टीलाई आउनु भनेको छु। अनि यो हेर्नलाई चाहिँ तपाईँले लाइक सब्सक्राइब गरेर पार्ट 2 कमेन्ट गर्नुपर्ने हुनसक्छ, गर्नुपर्छ। अनि गर्नु होला गाइजहरू होइन। नुनवाला झन् अझै खतरा छ गाइजहरू। मैले चाहिँ खतरा छ भनेर मैले 1 बोटुको मैले झोल खाइसकेको छु पानीपुरीको। अब त्यसै गरी अब बाई बाई गाइज।